एउटा उमेर पुगेको केटा र उमेर पुगेको केटी, उमेर पुगेको भन्नाले विवाह गर्नको लागि योग्य भइसकेको केटा र केटी बिहे नगरी माइतैमै बस्नु, घरमै बसिरहनु हाम्रो नेपाली सोसाइटीको लागि कतिको कठिन विषय, कति धेरै प्रश्नहरू आउँछन् होला। राम 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 राम, उमेर त भइसकेछ त, किन बिहे नगरेको, कहिले बिहे गर्ने, कस्तो मान्छेसँग बिहे गर्ने, कि बिहे नगर्ने भनेर बसेको। राम 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 राम, बिहे नगरेर जिन्दगी कसरी गर्छ? बुढेसकालमा एउटा सहारा चाहिँदैन? बुढेसकालको लागि भयो नि बिहे चाहिँ गर्नै पर्छ। यस्तै यस्तै क्वेसनहरू, यस्तै यस्तै भनाइहरू, यस्तै यस्तै प्रश्नहरू सायद धेरैले भोगिरहनु भएको छ। कतिले यसलाई जवाफ दिनुहुन्छ होला, कतिले इग्नोर गर्नुहुन्छ होला, कतिले सुने नसुने गरेर हिँडिदिनुहुन्छ होला। तर त्यो व्यक्तिभित्र चाहिँ के बितिरहेको होला जसलाई बिहे गर्न मन छैन, जो आफै कमाउँछ, आफै रमाउँछ, शिक्षित छ, आफ्नो लागि मात्रै होइन परिवारको लागि पनि ऊ गर्न सक्छ, गरिरहेको छ, तर पनि उसलाई हामी विवाहको लागि दबाब दिइरहेका छौँ। बिहे गर्नै पर्छ भनेर उसलाई त्यो उसको कुरा नसुनिकन जबरजस्ती थोपरिरहेका छौँ आफ्नै कुराहरू। यस्तो गर्नु चाहिँ गलत हो। ऊ मानसिक रूपमा कति विक्षिप्त हुन्छ, उसलाई कति गाह्रो हुन्छ यो समाजमा हिँड्नको लागि, डुल्नको लागि भन्ने कुरा बुझ्न मन छ भने चाहिँ तपाईँले सुबिन भट्टराईको पुस्तक चमेलीको फुल बैजनी रुमाल पढ्न सक्नुहुन्छ। यसमा एउटा साँझ भन्ने पात्र छिन् जो आफैमा शिक्षित छिन्, मास्टर गरिसकेकी छिन्, सँगसँगै उनी कमाउँछिन् पनि, राम्रै कमाउँछिन्, राम्रै पढेकी छिन्, वकिल पनि हुन् र उनी लोकसेवाको लागि पनि तयारी गरिरहेकी छिन्। तर फ्यामिलीले भविष्यको लागि भए पनि बिहे गर्नुपर्छ भनेर उनी भन्दा झन्डै झन्डै 20 वर्ष जेठो मान्छेसँग विवाह गरिदिन्छ। साँझ त्यो विवाह बन्धनमा बाँधिएर बस्न सक्दिनन् र उनी बिहे गरेको 2-4 दिनमा घरबाट भागेर हिँड्छिन्। उनले त्यो चिज त्याग्दै गर्दा बुझेकी हुन्छन् कुनै पनि कुरा त्याग्नु भनेको त्याग्नु मात्रै होइन, केही पाउनु पनि हो। त्यसपछि साँझले धेरै कुराहरू पाउँछिन्, आफैसँग फराकिलो हुन्छन्, आफूसँग प्रेममा पर्छिन्, आफैलाई माया गर्छिन्, आफ्ना सपनाहरूलाई माया गर्छिन्, आफ्ना लक्ष्यहरूलाई माया गर्छिन् र उनी आफूले चाहेको जस्तै जिन्दगी जिउँछिन्, सफल हुन्छन्। त्यही भएर कहिलेकाहीँ कुनै चिज त्याग्नको लागि डराउनु हुँदैन, त्याग्न पनि सक्नुपर्छ, आफ्नो लागि लड्न पनि सक्नुपर्छ भन्ने सन्देश पनि यो पुस्तकमा छ। फाइनल्ली मैले सुबिन भट्टराईको पुस्तक चमेलीको फुल बैजनी रुमाल पढेर सकेँ।